एकैछिन यो बाइकको आवाज सुन्नुस् है त। यस्तो खालको साउन्डहरु यस्तो खालको आवाजहरु आयो भने चाहिँ हामीले क्याम्चेन नै फेर्नुपर्छ भन्ने चाहिँ हुन्न है। मैले यो क्याम्चेनको जुन एग्जिस्टर हुन्छ नि यसलाई टेन्सनर पनि भन्छ हैन। यो खोलिरहेको छु है र यो खोल्दा म तपाईलाई फटाफटी पहिला चेक गर्छु है त। यो खोल्दै छु म हैन र यो खोल्दा मैले जहाँसम्म चेक गर्दा मलाई जहाँसम्म लागिरहेको छ हाम्रो यो क्याम्चेनको जुन एग्जिस्टर हुन्छ नि यसले जुन क्याम्चेनलाई ठेलेर राख्नुपर्ने यो चाहिँ हाम्रो बिग्रिसकेको छ है। अब यो चाहिँ हाम्रो बिग्रियो भने के हुन्छ भने हामीले हेर्नुस् है यसरी लगाउँदाखेरि चाहिँ हाम्रो यसले क्याम्चेनलाई चाहिँ कुनै पनि प्रेसर दिन्न है। हेर्नुस् है यसरी लगाउँदाखेरि चाहिँ एकदमै मजाले छिरिसकेको छ भनेको यसले क्याम्चेनलाई चाहिँ कुनै पनि मजाले एडजस्ट गरेको छैन। अब म नयाँ लगाएर देखाइरहेको छु हैन। यो नयाँमा चाहिँ हेर्नुस् त हाम्रो पुरै क्याम्चेनलाई ठेल्दा पनि यसको ग्याप चाहिँ अलिकति रहेको छ भनेपछि हाम्रो क्याम्चेन ठिक छ। हाम्रो क्याम्चेनको जुन एग्जिस्टर छ नि यो चाहिँ बिग्रिसकेको छ भन्ने बुझिन्छ है त। अब म तपाईलाई यो नयाँ हाम्रो जुन क्याम्चेनको एग्जिस्टर फिटिङ गर्छु हैन र फटाफट साउन्ड सुनाउँछु है त। सुन्नुहोस् त हाम्रो यति छोटो समयमा हैन यति सानो कुरा फेर्दाखेरि चाहिँ हाम्रो बाइकको साउन्ड एकदमै राम्रो भएको छ हैन। तपाईहरुको पनि यस्तै समस्या छ भने चाहिँ यो कुरा एकचोटि चेक गर्नुपर्छ है।